कीर्तिपुरमा एकदमै सुन्दर मन्दिर। हेलो एन्ड वेलकम ब्याक एभ्रिवान टु माई मिनी भ्लग। आज मैले केही नयाँ ट्राई गरिरहेको छु र यो भिडियोमा मैले आज दिनभरि के गरेँ भनेर देखाउनेछु। यो रह्यो मेरो घर Wow, अगाडिदेखि wow, देखिने wow, सुन्दर भ्यू र wow. मलाई लिनको लागि यहाँ हाम्रो प्रोजेक्ट म्यानेजर अर्थात् मामा निवेश मलाई लिन Good morning, आइसक्नु Mama. भएको छ। Morning. र यो टियुको बिल्डिङ आई डोन्ट नो किन तर मलाई यो बिल्डिङ एकदमै मन पर्छ। एन्ड दिस इज मी मामाको बुलेट बाइकको पछाडि। अनि यो प्लेस कसले चिन्नुभयो प्लिज कमेन्ट गर्न भने नबिर्सिनु होला। बिङ अ क्रिकेट फ्यान हाउ क्यान आई मिस टियु क्रिकेट ग्राउन्ड र यो फ्लड लाइट त हामी क्रिकेट फ्यानको लागि सबैभन्दा ठुलो इमोसनल मुभमेन्ट र सबैभन्दा ठुलो एचिभमेन्ट भन्नुपर्छ। इभन रेड लाइटमा पनि हामीले कसरी बाटो क्रस गऱ्यौँ त, बिकज लेफ्टदेखि लेफ्ट जाँदा कहिले पनि रोक्नु पर्दैन, यो सबैले जानिराख्नु होला। एन्ड दिस इज माई अफिस वेयर आई वर्क। ल अब तपाईँहरूले यो बोर्डहरू हेरेर पत्ता लगाउनुहोस् कि मैले काम गर्ने अफिसको नाम चाहिँ किन भनेर। अनि उहाँ चाहिँ आशिष दाई र उहाँ चाहिँ हाम्रो शिशिर दाई, द ब्रेन अफ आवर कम्पनी। ल अब भने मैले थोरै काम गर्न स्टार्ट गरेको छु र जाने बित्तिकै दिदीले ल्याउनु भएको तातो तातो मिठो मिठो चियासँगै दिनको सुरुवात। आफ्टर अ कप अफ टी ब्याक टु वर्क। यो भने हाम्रो बाल्कनीदेखि देखिने भ्यू रहेको छ। काठमाडौँमा चिसो बढिसकेको छ र म केही बेरका लागि घाममा निस्किएको थिएँ भने त्यसपछि फेरि म आफ्नो काममा फिर्ता आएको छु। यो सेसनपछि अब भने दिदीले बनाएको खाजा जुन म एकदमै मिस गर्छु अफिस नगएको दिन, सो खाजा सँगसँगै एउटा मुभी पनि र ब्याक टु वर्क। केही थोरै काम बाँकी थियो। काम गर्दा गर्दै बोर भएको बेलामा दिदीले फेरि चिया लिएर आउनुभयो र यो चिया खाएसँगै हामी फेरि एकपटक बाहिर निस्किएका थियौँ र यहाँ दुईजना साथीहरूको एउटा च्यालेन्ज चलिरहेको थियो कि हामी दुईजनै घरबाट हाम फाल्यो भने के हुन्छ भन्ने त्यसको रिहर्सल चाहिँ यहाँले सानो हाइटबाट गर्नुभएको थियो, जहाँ शिशिर दाईलाई उहाँको साथी विक्रान्तले धोका दिनुभएको छ जुन हामीले भिडियोमा पनि देख्न सक्छौँ। र ब्याक टु वर्क 4 बजिसकेको छ। सो द्याट्स अल फर टुडे। टेक्निकली 6 बजे निस्किनु पर्ने हो अफिसबाट, तर आज फ्राइडे भएकाले हामी अराउन्ड 5:30मा निस्किएका छौँ र शिशिर दाई म पनि भ्लगमा आउँछु भन्ने थाहा पाइसकेपछि हाँस्दै हुनुहुन्छ, खुसीले नाच्दै हुनुहुन्छ। र ब्याक टु माई रुम, जाँदा बुलेटमा आउँदा स्कुटीमा अनि यो सानेपाको जाम। एन्ड द्याट्स मी। र हाउ मेनी अफ यु नो दिस बस, यो बस कहाँ जाने बस होला। त्यसपछि भने मलाई दाइले सीता पम्पमा छोडिदिनु भयो र मैले मेरो बच्चैदेखिको साथी दिपेन्द्रलाई भेटेँ र हामी लाग्यौँ कृतिपुरको हाइटतर्फ। र त्यो हाइटमा मैले एकदमै एउटा सुन्दर मन्दिर देखेँ। यो मन्दिर कहाँको होला कमेन्ट गर्न भने नबिर्सनु होला। त्यसपछि फेरि एकपटक ट्यु ग्राउन्डलाई हेर्दै यो सुन्दर दृश्य, ट्यु ग्राउन्डमा एनपिएल सुरु हुन अब केही दिन मात्र बाँकी रहेको छ। तपाईँहरूले आफ्नो टिकट काट्नुभयो त गेम हेर्नको लागि। फाइनली एट अराउन्ड 7 PM हामी रुममा पुग्यौँ र तपाईँहरूलाई थाहा छ एनटिसीले 5,000 रुपियाँमा नै विद्यार्थीको लागि इयरली इन्टरनेट प्याकेज लिएर आएको छ। थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस भिडियो। सी यु इन द नेक्स्ट वान।